हेलो गाइज, वेलकम छ सबैजनालाई हाम्रो परिवारको मिनी ब्लगमा। सो आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ मेरो श्रीमतीले घरेलु कामहरू गरेको छोटो अनि मिठो एउटा ब्लग बनाउँदैछिन्। सो सबैजनाले मजाले हेरिदिनु होला। सो सबैभन्दा अगाडि चाहिँ मेरो श्रीमती सुँगुरको खोर सफा गर्न गइन् कि त्यो धेरै दिन भइसक्यो त्यो सुँगुरको खोर सफा नगरेको, त्यसैले धेरै फोहोरहरू भएको थियो र सबैभन्दा सुरुमा चाहिँ उसले सुँगुरको खोर सफा गर्न गइन्। सुँगुरको खोर चाहिँ सफा गरिसकिन् र अनि घरमा अरू केही कामहरू छ कि भनी घरतिर लागिन् मेरो श्रीमती। बाटोमा सुँगुरहरू भेटिन् र देखाउँदै हिँडेकी छिन्। म चाहिँ कोठामा बसेर नानी सुताउँदै थिएँ, तर आमा आएको देखेर नानी पनि उठ्यो अनि एकछिन बसेर आराम गरिन् र फेरि एकछिनपछि गाईबस्तुलाई पानी दिने बेला भयो अनि पानीहरू दिनको लागि फेरि ऊ निस्किन्। उसँगै म पनि निस्केर एकछिन नानीसँग जिस्किँदै खेल्दै उसको भिडियो बनाएको हेर्दै बसेँ। भिडियो चाहिँ धेरै लामो भएकोले हामीले धेरै स्पिड बढाइदिएको छौँ, किनकि हामीले मिनी ब्लग मात्रै लाउने भन्ने सोचेर बनाएको। त्यही कारणले गर्दा सबैजनाले झ्याउनमा नि हेरिदिनु होला। अनि ऊ बाख्राहरूलाई पानी दिइसकेर बाख्राहरू पनि देखाउँदैछिन्। बाख्राहरूलाई कहिले पानी दिइसकेपछि फेरि ऊ चाहिँ सुँगुरलाई चारो दिन गइन्। यहाँ चाहिँ मोटे सुँगुर आएर मुख लाउन खोज्दैछ। सो यो चाहिँ तलको सानो सुँगुरहरूलाई हो। तलको सुँगुरलाई चारो दिइसकेपछि चाहिँ आजको मौसम अलिक पानी पर्ला जस्तो भइरहेको थियो र उसले मौसम पनि हल्का हल्का देखाइछिन्। मौसम देखाइसकेपछि हाम्रो ठुलो सुँगुर पनि देखाइछिन्। सो अब सुँगुरलाई चारो दिइसकेपछि चाहिँ फेरि फर्केर गएर होइन अनि फेरि चारो भरेर अर्को मोटे सुँगुरलाई दिनको लागि लाँदैछिन्। मोटे सुँगुर चाहिँ खानको लागि आतुर भएर आइसकेको रहेछ खाने ठाउँमा। अनि पानी सानी लगाएर उसले ठुलो सुँगुरको खोरतिर लगेर त्यो डोट भन्ने ठाउँमा लगाइदिएकी छिन्। मोटे सुँगुर चाहिँ खान थालेको छ। कस्तो देखिन्छ हाम्रो मोटे सुँगुर कमेन्ट गरिदिनु होला सबैजनाले। सो अब चाहिँ सुँगुरलाई चारो दिइसकेपछि चाहिँ घरतर्फ लाग्यौँ। अनि हामी बाउ छोरा चाहिँ आमाले भिडियो बनाएको हेर्दै बसिरहेको थियौँ बाहिर बसेर। छोरा चाहिँ आमा आएकोले खुसी भइरहेको छ। हाम्रो गाउँको चाहिँ रोड त्यहाँ माथिबाट छ र त्यहीँबाट टिफर हिँडिरहेको छ, सबैजनाले हेरिदिनु होला। अब चाहिँ गाईहरूलाई पानी दिनको लागि फेरि पानीहरू लिएर गाईबस्तुको गोठतिर जाँदैछन्। अनि भिडियोको क्वालिटी नराम्रो भएकोले नहेर्ने नगरिदिनु होला। मोबाइल त्यस्तै छ, त्यही भएर अलिक क्वालिटी चाहिँ राम्रो नआउन सक्छ। सो गाईहरूलाई पानी दिइसकेपछि चाहिँ त्यहाँ भएको छेउछाउको घाँसहरू फाल्दैछिन् र धुलो पनि धेरै उडिरहेको छ। र अनि पानी दिइसकेपछि उसले घाँसहरू पनि हालिदिन्। अनि गाईहरूलाई सबै गरिसकेपछि घरतिर फर्किन् र हामी त्यहीँ बसिरहेको थियौँ बाउ छोरा आमालाई हेर्दै त्यहीँ आइन्। सो आजको लागि चाहिँ यति नै। अब हजुरहरूले माया देखाइदिनु भने फेरि भेट्नेछौँ अर्को ब्लगमा। आजको लागि बाई बाई।